Hi guys, my name is Tech and welcome to my Tech Speak channel. And I am a founder of the White Haven Cafe. I hope तपाईँहरूले चाहिँ यो भिडियो चाहिँ मन पराउनु हुनेछ. सो आजको मेरो भिडियो चाहिँ हुन्छ नि अल अबाउट हुन्छ नि बिगिनर स्टार्टअपर हुन्छ नि बिजनेसम्यान रिलेटेड हुन्छ नि उनीहरूले चाहिँ फेस गरेको प्रब्लमहरू फेस गर्नुपर्ने प्रब्लमहरू चाहिँ म सेयर गर्न गइरहेको छु है. हामीले चाहिँ हुन्छ नि बिजनेस बिल्ड गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ मार्केटसँग भन्दा पनि पहिला आफ्नो होम आफ्नो फ्यामिलीसँग चाहिँ फाइट गर्नुपर्ने हुन्छ. किनकि क्लाइन्ट भन्दा पहिला चाहिँ पैसा आउँछ कि. सो द्याट्स वाइ हामीले आफ्नो फ्यामिलीलाई चाहिँ कन्भिन्स गर्नुपर्ने हुन्छ कि. सो एन्ड देयर इज अ लट अफ क्वेसन के फ्यामिलीले सोध्ने गर्छ कि यो जब जस्तो हुन्छ त के हामीले पैसा कमाउन सक्छ त यहाँबाट के चाहिँ किन तिमी स्टेबल जब गर्दैनौ किन तिमी विदेश गएर सेटल हुँदैनौ भन्ने क्वेसनहरू गर्छन् तर हामीसँग एन्सर हुँदैन कि. एन्ड हामी मध्ये प्रायः जसोले हुन्छ नि फेस गर्नुपर्ने क्वेसनहरू यिनीहरू नै हुन्छ क्या. एन्ड हामीले चाहिँ अझै फ्यामिलीसँग टाइम माग्छौँ के हुन्छ नि. हामीले चाहिँ कति धेरै कन्फ्युजन हुन्छ नि लसेस हुन्छ नि धेरै कुराहरू चाहिँ हामीले लुकाएर हुन्छ नि फ्यामिलीको अगाडि हुन्छ नि अगाडि बढिरहेको हुन्छ कि फ्यामिलीको लागि झुटो बोलेको हुँदैन. जस्ट हामीले के को लागि भन्दाखेरि चाहिँ फ्यामिली मेम्बरहरूले चाहिँ आफ्नो बिजनेसले लिएर चाहिँ हुन्छ नि चिन्ता नलियोस् वरी नगरोस् भनेर चाहिँ हामीले चाहिँ हुन्छ नि झुटो बोलेको जस्तो भनिरहेको हुन्छ क्या. किनकि वेयर हुन्छ नि थिङ्स आर नट वर्किङ त्यो टाइममा चाहिँ हामीले चाहिँ हुन्छ नि कसैले सोद्धाखेरि चाहिँ इट्स गोइङ गुड भनेर चाहिँ हामीले एन्सर दिइरहेको हुन्छ. किनकि हामीले चाहिँ ब्याड चिजहरू सो गर्न नै हुन्छ नि सकिरहेको हुँदैन. हामी चाहिँ हुन्छ नि गुड फेस देखाउनलाई प्रिटेन्ड गरिरहेको हुन्छ क्या. सो एन्ड सँगसँगै हुन्छ नि जब हामी कमाउन पनि थाल्छौँ नि होइन एन्ड फ्यामिलीले अझै क्वेसन गरिरहेको हुन्छ के यो स्टेबल छ त भनेर. सो एन्ड बिजनेस भनेको चिज चाहिँ हुन्छ नि तिमी यु आर नट बिल्डिङ हुन्छ नि बिजनेस एगेन्स्ट द फ्यामिली के यु आर बिल्डिङ फर देम के. आइदर हुन्छ नि तिमीले राम्रो गरे पनि नराम्रो गरे पनि हुन्छ नि धेरै चाहिँ अलवेज क्वेसन के मान्छेहरूले भन्छ के. सो तिमीसँग जे गर्न तिमी केमा हुन्छ नि तिमीसँग पोटेन्सियल छ तिमीले चाहिँ हुन्छ नि त्यो आफ्नो निसलाई चाहिँ हुन्छ नि पत्ता लगाएर तिमीले हुन्छ फाइन्ड आउट गरेर चाहिँ अगाडि बढ्यो भने चाहिँ यु विल गो फार के. सो रिमेम्बर गाइज दिस इज अल अबाउट हुन्छ नि जो चाहिँ हामी जस्तो हुन्छ नि बिगिनर स्टार्टअपर हुन्छ नि उनीहरूले चाहिँ फेस गर्नुपर्ने क्वेसनहरू हो कि. सो दिस इज इट एन्ड सी यु अन द नेक्स्ट भिडियो.